हेलो गाइज, वेलकम छ तपाईहरुलाई मेरो न्यू ब्लगमा। आज चाहिँ हामी दिदीहरुलाई यसो भेट भएर है यसो भाइ डुल्न जाउँ न त भन्नु भएर यसो सबैजना लाग्दिएको हामी जम्मा 5 जना छौँ है। देख्न सक्नुहुन्छ दिदीहरु यता हुनुहुन्छ। ल कहाँसम्म पुग्छौँ तपाईहरुलाई अवश्य बताउने छौँ। हैन देख्नुहुन्छ यो ठाउँ थाहा छैन है, तर पनि दिदीहरूले हिँडेको छ। आधी घन्टा जति भइसक्यो हिँडेको है। अहिले भर्खर सर्ट भिडियो हाल्नु पाउँदैन। टार्गेट चाहिँ कहाँसम्म पुग्छ थाहा छैन। जान्छौँ कहाँसम्म पुगिन्छ त्यहीसम्म जाने हो। बाइपुग्यो हामी त एकजना हुनुहुन्थ्यो हाम्रो उहाँको रुममा हानीले किन्दा भाना अर्कै सानो हानीले पुग्दैछ। हजुर खाना चाहिँ के खाँदैछ? फाइनली गाइस रातै परिसकेको छ। हामी यहाँ आउँदा आउँदा चाहिँ अलिक ढिलो अवस्था भयो क्या, त्यही भएर हेर्नु त रात परेर चिनी पनि छोडिसक्यो तपाईँले। बाटोमा खाँदा चाहिँ केही नखाइकन है एक्कासी अब मासु खाने भनेर प्लान गरियो। मासु सबको लागि हो गाईहरूलाई। फाइनली सबै सक्यो है। अब यति हो लास्ट मेरो भ्लगमा। आज डुल्नु पाएन मजाले। केही खाइन्छ कि भनेको बाटोतिर त्यो नि भएन, त्यही भएर मासु ल्याएँ पटाक खाएँ। लाइक कमेन्ट सब्सक्राइब चाहिँ सबैभन्दा बढी है।